ल है साथी हो युरोपको पोल्यान्डमा तरकारीको अभाव भएर हामी चाहिँ लट्टे सट्टे चट्टे सट्टे पट्यौला सट्यौला कटेला सटेला खोज्न हिँडेको साथी हो हामी चाहिँ तरकारीको अभाव भएर हरियो परियो खोज्नको लागि एकदम तीव्र रूपमा हाम्रो टोली एकदम तीव्र रूपमा हाम्रो टोली अगाडि बढिरहेको छ पटेला सटेला चटेला सटेला खोज्नको लागि दाइ के भेट्यो अलिअलि भेट्यो यही खाने हो दाइ लगेर ए यहाँ रहेछ त नि ल ल ल ल ल ल ए साथी हो यो खोज्न आएको हामी यो देख्न सक्नुहुन्छ यी देख्न सक्नुहुन्छ दाइ यता हेर्नु न मेरो भ्लगमा के भन्नु छ यो के अरे बेथुवा बेथी टिप्न आएको यो साथीहरू ल है बेथी कार्की दाइ झोला कस्तो छ हाम्रो उचालिदिनु त ल है यस्तो छ है पोल्यान्डको हालत साथीहरू गाह्रो छ ज्यान बचाउनु पर्यो अब के गर्नु यस्तो छ यस्तै खाएर ल है ल हाम्रो यहाँ एकदम चटेला पटेला दाइ यो लट्टे पनि रहेछ त हौ अनि लट्टे पनि रहेछ ल है साथीहरू लट्टे चटेला पटेला यसरी हेर्नु त ठुलो छ क्या आज त अस्ति त फुलेकै थिएन तर यहाँ गाली गर्छन् भन्ने मलाई फेरि यसो खानेकुरा चाहिँ साथीहरू फोहोरमै उम्रिँदो रहेछ अब के भन्नु र पोल्यान्डको स्थिति यस्तो छ युरोपको हालत साथीहरू अब खाना पाएर मरेला जस्तो पिर लाग्न थाल्यो पैसा कहिले कमाउने कहिले त हेर्नु त ठिक छ नि भरे म पकाउँछु है ल ए साथीहरू चटेला पटेला खोज्नलाई हामी चाहिँ एकदम रेडी अवस्थामा छौँ तर यहाँनिर कहाँबाट धेरै बेर चाहिँ बस्नु हुँदैन यो मान्छे कहाँबाट आइपुग्यो यस्ता मान्छे भनेको फेरि यहाँ हामीलाई टेन्सन हुनसक्छ ल लट्टे हेर्नु सक्नुहुन्छ साथीहरू लट्टे कार्की दाइ आज चाहिँ छुट्टै लट्टे खानुपर्छ है के बोल्नु न हौ कार्की दाइ कडै बोल्नु नि त अनि कडै बोल्नु यहाँ आउनु कार्की दाइ लट्टे रहेछ क्या यहाँ पछस्ती ल है लट्टे लट्टे अब यस्तै खाएर ज्यान बचाउनु पर्ने छ लट्टे लट्टा खाएर मलाई यो टिका टिका जस्तो फुलेको चाहिँ के धनियाँ हो धनियाँ जस्तो त के हो धनियाँ चाहिँ नटिप्ने हामी धनियाँ पनि टिपौँ लट्टे साथीहरू देख्न सक्नुहुन्छ है लट्टे कति छ यहाँ ए लट्टे एक झोला भयो अब यो लट्टे कहिले खाइसक्ने हो आम्मा लट्टे सट्टे यस्तो कति हो आनन्द छैन यता अलिकति हुने ठाउँहरू केही छैन ठिक छ यसरी बोल्दै अलिकति मिलेन क्या यहाँ च्यानल बोल्नु यो ल है लट्टे खाना आएको अब हामी लट्टे रोमान्य छोड्यो लट्टे खाना आएको यहाँ पोल्यान्ड तर यो त धनिया हो जस्तो छ हौ यो धनिया के हो चिन्नै गाह्रो हो ल यस्तो फुलहरू छ यहाँनिर साथीहरू ल साथीहरू हेर्नु त रोमानियाको आनन्द काम छोडेर 1 लाख रुपियाँ कमाइ हुने काम छोडेर आएर यहाँ लट्टे टिप्नु परिरहेको छ पोल्यान्ड आएर हाम्रो भाग्य हेर्नुहोस् त कस्तो छ 1 लाख रुपियाँको काम रोमानियामा छाडेर यहाँ आएर बिजोक भएर यी लट्टे टिपेर यसरी खानु परिरहेको छ अब के भन्नु यस्तो छ हालत है पोल्यान्डको हालत यस्तो छ
जाने हो सिस्नोकै तरकारी बनाउने सिस्नोकै दाल बनाउने सिस्नोकै अचार बनाउने सिस्नोले खाने पोल्यान्डमा एकदम सिस्नो सिस्नो खोज्ने यस्तै खोज्ने एकदम मजाले आनन्दले हाम्रो सिस्नो यति भइसकेको छ के गर्नु र साथीहरू मस्त पोल्यान्डमा आत्था सिस्नोले त बिताउने भयो त हौ मलाई के भन्नु पर्यो क्या सिस्नोको बारेमा सिस्नो खाएर अब हामी चाहिँ काम छैन सिस्नो खाएर त्यस पाल्ने कारण चाहिँ भिटामिन पेल्नु छ पेल्ने भिटामिन हेलो साथीहरू अब अघि हामी कटेला चटेला पटेला के टिप्दै थियौँ अब एकदम हामी के टिप्दैछौँ अहिले सिस्नो यति यो पोलेर पनि अब के गर्नु साथीहरू यस्तो गाह्रो छ यस्तो आत्था आत्था त यसले त पोल्दा भने झम पाएको जस्तो है नेपाल जस्तो पोल्दो रहेछ है आमा हाम्रो मिनी भ्लगमा यस्तै आउँदैछ सिस्नो पोल्ने तोरीबारीमा मस्त घुम्ने यस्तो छ है यता गाउँबारी यता हाम्रो कार्कीदा यता हाम्रो एकदम सिस्नो टिपाई ठिक छ नि त ठिक छ हाम्रो सिस्नो टिपाई टिम्बु सिम्बु पनि छ क्या हामीलाई यता कताबाट ल्याएको थियो सिस्नो साथीहरू कता कताबाट हामी खानेकुरा त एकदम जुटो गर्छौँ नि साथी भाइ के भन्नु पऱ्यो क्या सिस्नो है अब यो सिस्नो नेपालमा हामीले चाहिँ धेरै खाइन्छ यहाँ पनि यो डुकु नयाँ देखेर भर्खर पलाएको देखेर चाहिँ हामीले यसलाई एकदम मस्त हान्दैछौँ क्या सिस्नो साथीहरू अब के नेपालको जस्तो धेरै काँडा हुन्न तर विदेशी कुरो हरेक कुरो नरम हुन्छ पोल्न चाहिँ मस्त पोल्ने क्या हामी चाहिँ सागहरू टिपेर रुम जाँदैछौँ अहिले हाम्रो मिनी भ्लग एकदम आइ नै रहन्छ तपाईँहरूले साथ सपोर्ट गर्नु होला लाइक सेयर सब्सक्राइब गरेर हामीलाई यसो अलिअलि माया देखाइदिनु होला हामीले चाहिँ एक झोला साग लट्टे चटेला पटेला पट्टे बेथे सेथे बेथु सबै थोक टिपेर हामी जाँदैछौँ रुम जाँदैछौँ अब हामी यसलाई रुममा लगेर भरे पकाउँछौँ पकाउने साथीहरू आजको हाम्रो लट्टे भ्लग यति नै साथीहरू हस्त धन्यवाद लाइक गरिदिनु होला सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू बाई बाई छिट्टै भेटौँला अर्को भिडियोमा बाई बाई